मेन्टेनेन्स एन्ड रिपेयर त्यो रिपेयर मार्केटको नाम चाहिँ टाइप्स अफ मेन्टेनेन्स वर्क। यसमा मेन्टेनेन्स एन्ड रिपेयर मार्क यस्तो क्वेसन आएको छ कि रोड कन्डिसन इन नेपाल पुवर टु फेयर वेयर द रिजन बिहाइन्ड इट। त्यो भनेको वाट आर द रिजन बिहाइन्ड इट हो, हाउ क्यान यु इम्प्रुभ द कन्डिसन अफ रोड, प्लिज सजेस्ट बेस्ट प्र्याक्टिस त्यो प्र्याक्टिस रोड मेन्टेनेन्स इन द वर्ल्ड। ठिक छ नि, रिजन कुन रिजन हुन्छ त्यो मैले यहाँ लेखिदिएछु। ठिक छ, त्यसपछि यहाँ कसरी इम्प्रुभ गर्ने त्यो कुराहरू मैले लेखिदिएछु, तपाईँ आफै पढिहाल्नु होला। ठिक छ, त्यसपछि कुन मेथडबाट इम्प्रुभ गर्ने त्यो पनि कुरा यहाँ मैले लेखिदिएछु। हो यतिकै क्वेसन हो। अहिले मेन्टेनेन्सबाट एउटा क्वेसन मैले भेटाएको छु, अहिलेसम्म एउटा क्वेसन मेन्टेनेन्सबाट सोधाइछ। जुन मेन्टेनेन्स तपाईँहरू अरू क्वेसनहरूमा हेर्दै होला त्यो क्वेसन त्यो एयरपोर्टवाला हो। एयरपोर्टको मैले यसमा अहिले क्वेसन डालेको छुइनँ, तर यो हाइवेबाट यतिकै क्वेसन सोधेको छ मेन्टेनेन्सबाट। अनि के भन्छ न ब्रिजहरूबाट। ल थ्याङ्क यू। यो हाइवेको क्वेसन अब यो लास्ट भिडियो थियो, हाइवेको क्वेसन सक्यो। ठिक छ, हाइवेको मैले सबै यसमा सिलेबस अनुसार सबै क्वेसन मैले कलेक्ट गरेको थिएँ, एन्सर पनि लेखेको थिएँ, सबै भ्यायो। ठिक छ, हाइवेको सबै आयो। अनि अब हाइवेको कम्प्लिट नोट भयो कि यहीँबाट यही जति मैले नोट अपलोड गरेको छु, जति मैले क्वेसन लेखेको छु, यति मात्रै पढ्दा पनि हामीले हाइवेमा कुनै पनि क्वेसनको प्रब्लम समस्या हुँदैन मलाई जस्तो लाग्छ। ठिक छ, त्यही भएर यो लास्ट भिडियो थियो, मैले सक्यो। त्यसपछि अब अर्को कुन भिडियो भनेको कुन त्यो सब्जेक्टको टपिक वाइज क्वेसन एन्सर मैले अपलोड गर्छु त्यो कमेन्ट गरिदिनु होला। ल थ्याङ्क यू।